एकदम 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 मेरो भाइ धेरै धेरै माया छ सुन्दर सुदूरपश्चिमबाट काठमाडौँबाट ढोक्काबलाई यार काल यार हो काठमाडौँबाट नजिकको यसो आफ्नो हे गाइज वेलकम ब्याक टु माई च्यानल। फेरि पनि तपाईँलाई स्वागत छ हाम्रो एउटा नयाँ भ्लगमा। भ्लग चाहिँ हाम्रो अहिले चाहिँ दोलखाबाट सुरु हुँदैछ है। हिजो बेलुका चाहिँ 6 बजीतिर चाहिँ कालिम्चोकको लागि हिँडेको काठमाडौँदेखि करिब 12 बजी चाहिँ हामी चाहिँ चरीकोट भन्ने ठाउँमा बस्यौँ। हिजो चाहिँ हामी कालिम्चोक नगएर यता चरीकोट भन्ने ठाउँमा बसेको, यहीँ बसेको। अब चाहिँ हामी निस्किन लागेको, केटाहरू चाहिँ अब रेडी हुनलाई गाह्रो भयो, के हो निद्रै पुगेन भन्छ है। अनि त्यसपछि चाहिँ हिँड्नु पर्ने थियो, ढिलो भइहाल्यो, के गर्नु गाइज। अहिले चाहिँ हामी चरीकोटदेखि हिँडिसकेका छौँ। दाईहरू पनि आउनु भएको होइन, एउटा दाई चाहिँ पछाडि छ। अब मजाले दाई पनि भ्लगिङ हान्नुहुन्छ। यता किशोरनाथ छ, यो त हाम्रो साथी होइन। हिजो राति सुतेन, त्यही भएर आँखा रातो रातो भइरहेको। के सुतेन? कति बजी सुतेको? मैले किन सुत्न दिनु, त्यो किशोरै हो होइन। त्यो दाई पनि आइहाल्यो, त्यो चाहिँ हामी निस्किने होइन। यताको चाहिँ यो भने चाहिँ बवाल चाहिँ तर वाउ बाटो ब्युटी। मेरो साथी स्ट्यान्डै नलिएको रहेछ क्या, त्यही भएर मैले चाहिँ हातमा समाएर भ्लग बनाउनु परेको छ गाइज होइन। त्यस्तो भइरहेछ। अब भ्लग चाहिँ हान्नु परिहाल्यो नि त, अब जसरी भयो भने। बवाल कुदाइराख दाइहरूले होइन, हामी नि बवालै हो फेरि। हामी चाहिँ कालिम्चोकको बाटो लागिसकेका छौँ। करिब यतादेखि चाहिँ आधा घन्टामा हामी चाहिँ पुग्छौँ होला। माथि डाँडातिर निस्किसकेका छौँ। धेरै चिसो पनि भइरहेछ, माथि चाहिँ हिउँ पनि पर्छ अरे। आज चाहिँ हिउँ छ कि छैन त्यो पनि थाहा छैन। अनि बाटो चाहिँ पुरै ओकालो रहेछ हुन त। अब हिउँ पर्ने ठाउँ भने चाहिँ पुरै डाँडा नि हुन्छ नि त, त्यस्तै होला। एउटा दाइ चाहिँ अगाडि गइसक्नु भयो, अनि हामी चाहिँ पछाडि छौँ। अनि केटाहरू पनि पछाडि नै छ। अन्त पुरै धेरै मान्छेहरू आउने रहेछ। तल चाहिँ बस लागेको छ कि माथि कालिम्पोङ जानलाई। अब हेर यस्तो छ। यता बबाल हिमालहरू देखिरहेछ। यता चाहिँ यता नि होमस्टेहरू छ। गैरी भन्ने ठाउँमा पुग्यो, चिसो नि भइरहेछ। अब यता डाँडा कुल्फी छुर्पी खाने, यता बबाल छुर्पी बनाउँदो रहेछ होइन। अहिले चाहिँ हामी यता कुरीभन्दा माथि पुगिसकेका छौँ, तर यता चाहिँ भ्यू पोइन्ट जस्तो छ क्या, बबाल छ क्या। तर होइन यता हिमालहरू पनि देखिरहेछ। हामीले जाने चाहिँ उता टप डाँडाभन्दा माथि हो अरे। त्यहाँ केबल कारहरू पनि चल्ने रहेछ। अब टिकट त पाउँछ कि पाउँदैन त्यो पनि थाहा छैन। यता चाहिँ अहिले चाहिँ सबै केटाहरू यता भेटाएको, एउटा दाइ मात्र पछाडि छ। यता अहिले के छ राजा, ठिक छ, रमाइलो भइरहेछ राजा? के हो झन्डै खसाइदिएको यार मलाई त यार। यता खै तपाईँको चस्मा? यता म चस्मा लगाएर टक्क भ्लग स्लग हानिदिनु पर्यो। केटाहरू नि फोटोसोटो खिचिरहेछ। अब एउटा दाइ पनि आइसक्यो यता। अब चाहिँ हामीले निस्किनु पर्ने हुन्छ। करिब अब त धेरै लाग्दैन होला, 20 मिनट सकिन्छ होला। ल त यो त दाइ पनि आउनु भयो होइन। अब सबै पुगिसक्यो, अब निस्किनुपर्छ। दाइको एउटा दुइटा हो
उता बवाल हिमाल रहेछ उता रहेछ हिमाल त उतादेखि नदेखेको है यता बाटो भने चाहिँ यस्तो छ अब बसहरू चाहिँ धेरै जाँदो रहेछ क्या अहिले चाहिँ हामी चाहिँ यता कालिम्पोङ पुगिसकेका छौँ अनि यताको अवस्था चाहिँ यस्तो छ हिउँ पनि देखियो होइन अलिअलि यता पनि छ गाडीहरू चाहिँ टन्नै आउने रहेछ क्या त्यही भएर अलिकति चाहिँ अफरोड भएर गाह्रो पनि छ रमाइलो पनि छ नत्र यस्तो किनेर जाऊँ न त किनेर जाने हो अगाडि पाइहाल्छ अब कहाँ माथि त पाउँदैन नि त केटाहरू लेखाने चलाउनु भइहाल्छ यही बाटो के तलको बाटो जस्तो लाग्यो मलाई त तल तल हाल्नु पर्दैन तल अफ गरेर हामी चाहिँ यता अब कालिम्पोङ मन्दिरमा पुग्न लागेका छौँ होइन यता पुरै अफरोड छ तर साथीले चाहिँ हुन्छ नि 3 जना हालिसक्यो कि एउटा दाइ चाहिँ सकिरहेको छैन नि त अलिअलि स्नो पनि छ होइन अब धेरै त नरहेछ अब पग्ली सघाएर रहेछ अब हिजो राति हिँडेको अब हामीले चाहिँ सैलुङ पनि जाने भनेको तर टाइम हुन्छ हुन्न त्यो पनि थाहा छैन यो हिमाल चाहिँ बाबा मजाले देख्न पायो क्या यता पुरै बाइक राख्ने ठाउँ होला त छैन हिँड्दै गइराख्नु मान्छे हिँड्न त सकिहाल्छौँ हामी धेरै हिँडेको दिनमा 10-15 किलोमिटर त हामी नर्मली हिँड्ने मान्छे हो बालै छैन तर किशोरलाई हिजो राति चिसो लागे जस्तो छ हो त्यही त भने 2टा ज्याकेट लगाएर आएको त्यही कत्रा चिसो भयो क्या हुन त अब राति 11-12 बजी त्यस्तो भइहाल्छ अनि यता चाहिँ यस्तो गाडीहरूमा चाहिँ सजिलो हुने रहेछ कि बोलेरोहरूमा यो बाइक लिन चाहिँ गाह्रो हो गौरी शङ्कर हिमाल यता यस्तो छ बाइक यहीँ राख्ने हो यतै राख्ने हो र यही राख्ने हो ल झरम होइन त्यहाँ राखौँ अनि बाइक चाहिँ यतै राख्नुपर्ने रहेछ हामी चाहिँ अब चाहिँ हिँडेर जानुपर्ने हो के 15-20 मिनट मन्दिरसम्म अनि भ्यू चाहिँ यस्तो छ यता भइहाल्छ अनि किशोरको त पुरै ब्यागै फोहोर भएको त अनि के भएको लडाइस कि के हो धुलो कस्तो छ यस्तो छ बाइक यतै राख्ने अनि बाइक यतै राखे हिँडिहालौँ फेरि धेरै टाइम लाउनु हुन्न केटाहरू कता पुग्यो प्रेम कता पुग्यो केटाहरू पुगिसक्यो फेरि त उदाइ त हेर न उभि चलाइराख त्यसको बाइकले तानिराखेन के तिमी लड्ला फेरि यता ब्याग त यहीँ राखौँ अनि त्यो चाहिने के छ हाम्रो त्यस्तो चाहिने त छैन होला नि मन्दिरमा के चाहिन्छ अब त्यो पावर ब्याङ्कहरू छ म हामी त धेरै तल बसेको रहेछ त दोस्ती यार होइन ल दाइ पनि पुग्नु भयो बबाल हिसाबले होइन बबाल छ दाइको त त्यही त यस्तो छ अब ल हाम्रो यता भुप्पी दाइ पनि पुग्नु भयो होइन दाइ त के हो उभि चलाउनु भएको त अनि अटाउँछ हो अटाउँदैन झोलामा त अटाउँदैन होला यार ल हाम्रो एउटा दाइ अर्को दाइ पनि पुगिसक्यो अब सबै पुगिसक्यो होइन अब चाहिँ हामीले मन्दिरतिर निस्किनु पर्ने हुन्छ साथी चाहिँ मदेखि रिसाइराख के भएको भन त रिसाएको हो फोटो भिडियो खिच्दैन भन्छ दाइ यता पुगिसक्यो उता तपाईँभन्दा अगाडि आएको त्यो दाइ त उता दाइ पहिला मन्दिरमा जाने भनेको यस्तो गरौँला कि अब फर्किँदाखेरि यहाँ जान थाल्यो भने टाइम वेस्ट हुन्छ र अहिले छिटो छिटो हतार भएको हुन्छ जाउँ भन्ने त्यस्तो नि हो पहिला यता जाऊँ होइन के दाइ कता जाने पहिला मन्दिर जाने अनि दाइ त उता जाऊँ भन्छ होइन त्यसपछि के गर्ने त्यो नि हो पछि अब ढिलो हुन्छ त्यो नि यहाँ सुन न अहिले मन्दिर नजाने भएपछि जाने बेला किनौँला नि त अनि हुँदैन ढिलो अब सैलुङ जाने भएपछि त भइहाल्यो ढिलो घडी तिमीलाई दिएको त मैले यता 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 बाइक यहीँ नलिने त यतै रोकिदिनु अब काम छैन फर्स्टमा चाहिँ हामी यता भ्यू पोइन्टतिर जाने भनेको किनभने उता मन्दिर गयो भने फेरि यता आउँछ यता आउनुपर्छ यता आयो भने चाहिँ धेरै अब लेट हुन्छ नि त त्यस्तो भइरह अनि एकछिनमा चाहिँ यता घुम्ने एकछिन 10-15 मिनट
अनि त्यसपछि चाहिँ टक्क उता मन्दिर जाने अनि फेरि हामीले चाहिँ सैलुङ जानुपर्ने हुन्छ। चिसो त धेरै चाहिँ छैन, चिसो छ, छैन होला है, घाम लागेर हो। दादा हिउँ पनि छ त अलिअलि त। यो चाहिँ यताको भ्यू पोइन्ट रहेछ। अहिले चाहिँ हामी यता मन्दिरमा आइपुग्न लाग्यौँ। यताको भिड हेर्नु, यता केबल कार चढ्ने मान्छेको भिड। केबल कार चढ्ने मान्छे 4वटा मात्र केबल कार रहेछ होइन, तलदेखि माथिसम्म पुरै भिड लाग्यो। हामी त चाहिँ यता बाइकदेखि आएको अनि अलि हिँड्नु पर्ने रहेछ क्या, त्यही भएर हामी चाहिँ हिँडिरहेछौँ। यता केबल कार चढ्ने मान्छेको भिड मात्र यस्तो हो क्या, त्यस्तो छ। अब केटाहरू कता कता गयो, अब दाइहरू छ पछाडि, थाहै छैन अब कहाँदेखि जाने, बाटो कहाँदेखि हो थाहै छैन। यहीँदेखि होला है। हेलो अनि त्यसपछि साँधै कति अब कहिले पुगिन्छ भन्ने हो, पुगिन्छ लाइन लगाएको के हो त्यही नै फेरि गाह्रो छ। यो चाहिँ केबल कारको रहेछ, म त एकचोटि झसङ्ग भयो। यो टममा चाहिँ मन्दिर। दाइले धेरै थगाइ लाग्यो कि हुँदै पुरै। अब म बोक्न सक्ने भएपछि दाइले बोकिहाल्थ्यो दाइ, के गर्नु होइन, त्यस्तो छ। म नि हिँड्न सकेँ छैन दाइ, अब पुगिसक्यो दाइ, चिन्ता नगर्नु। अब अहिले चाहिँ हुन्छ नि भगवती माताको दर्शन गरेर पनि आइहाल्यौँ। अब निस्किने यता सैलुङ त पुगिन्छ कि सायद पुगिन्न होला हो। अब अहिले 2 बजिहाल्यो, त्यहाँ उता मुडे पुग्न चाहिँ टाइम लाग्छ अझ 1 घन्टाभन्दा बढी। त्यसपछि टाइमै हुन्न, अझ फेरि भोलि केटाहरूको काम छ भन्छ, नत्र यहीँ बस्नुहुन्थ्यो। फेरि अब रेडी हुन्छ दाइ होइन, अब निस्किहाल्ने ल, निस्किहाल्ने, निकाल बाइक ल। अब हिँड्दिने अब सिधै।